यार त्यही भइरहेको कि मैले तिमीहरूलाई नभने हो कि तिम्रो चाहिँ कस्तो झुटो तेरो माया रहेछ मन मेरो आजै छुट्यो हिजोका वाचा सबै आज किन भुलिस यार आँसुको कारण बनिस तैले गरेको छ साथी त धोकेबाज होस् अब बाटो छुट्टियो हाम्रो मैले क्या पाप गरेँ यार सुभाष यार पाप भन्दा अब ठुलो अपराध गरिदिए क्या खान लागेको छु क्या खान लाग्छ तँ क्या खाँदो दारू खान लागेको मेरा बोतलको पानीले दारू बन्द कस्तो मान्छे रहेछ बोतलको पानी गरिदियो तेरा लागि पानी हो मेरो लागि त दारू हो त यार गरीब गरीब हो ना तिमी सुभाष यार क्या गल्ती गरेँ मैले भन्नु यार क्या गल्ती गरेँ मजाक छोड्दै सिरियसमा भन्नु यार क्या गल्ती गरेँ मैले भन्नु त के मजाक भन्दैछ है काम गर्ने कालु मकै खाने भालु तँ यति मोटो हात गरी तँ कसरी पाक्छौ है हेरौ साथीहरू अब आफै भन को सही छ को गलत छ फ्ल्यासब्याक हेर्नुहोस् साथीहरू म एक दिन अगाडि यति पढिरहेको थिएँ कि तै पनि दिमागमा घुसिरहेको थिएन तै पनि पढिरहेको थिएँ यो एमालेको झोले सरी मेरो साथी मजाले सुतिरहेछ अब हेर्नुहोस् यसलाई म भन्छु सोध्छु ए बाबु राम्रोसँग पढ्न फेलोलाई छका 6 विषय लागेन अनि थापाहरूलाई तेरो बा आएर यहाँ भजभजादो पाडला यो मान्छे यार कति डिस्टर्ब गर्नु लाग्छ यार सुतेको मान्छेलाई निकै सुत्नु दिन्न यार पढी खाना आफै मजाले क्या डिस्टर्ब गरिरहेछ हेर यिनीहरू आजकलका फलौटाहरू बोल्न पनि आउँदैन राम्रो कुरा सिका त पत्ताइन्छ क्या तिमीहरूले पछि लास्टमा कबाडी फलाउ कागज भन्नलाई हुन त के मतलब तिमीहरूलाई जब म डाक्टर बन्छु अनि तपाईँ भन्छु साइन थीटा कस थीटा लग थीटा हो साथीहरू मैले यसै गरी दिन रात 1-2 बजे होइन 5-6-7 बजेसम्म इक्जामको अगाडिसम्म पनि पढेँ तै पनि के पढिरहेको छु त्यो पनि बुझिरहेको छैन तै पनि पढेँ मैले एकदमै त्यसपछि इङ्ग्लिस अलि बिग्रियो तै पनि नेपाली म्याथ सोसल स्टडी फिजिक्स अकाउन्ट केमिस्ट्री इकोनोमिक्स बायोलोजी कम्प्युटर बिजनेस यी सबै कटाइदिएँ राम्रोसँग गयो 4 महिनापछि रिजल्ट आयो टेन्सनमा कति आएको रहेछ कि मेरो त यार 2.80 आयो यार 3 जिपी ल्याउन कोसिस गरेर त यार पाएन यार केही हुँदैन यार केही हुँदैन त्यो जिपेसी के हुन्न कि यार तेरो कसो नम्बर आएको रह्यो पास भइकन त्यो गोपाल त यार 2.80 अन्त गयो ए यार उनीहरू चाहिँ एक विषय लाग्यो यार पास भइसक्यो त यार त्यही विषयले जिन्दगी खायो यार के टेन्सन के यार इक्जाम आएको छ इक्जाम भइहाल्छ के नमान्थ्यो यार नरेश यारको रिजल्ट क्या भयो त्यो आशिष र गोपाल चाहिँ इक्जाममा पुरा गरेर आएको थिएँ अनि त्यो आशिषलाई चाहिँ लागेको रहेछ गोपालले चाहिँ 2.80 लिएर पास गरेको त्यो क्या भयो रिजल्ट ए भन्दो रिजल्ट भन्दो छ भाँगा रिजल्ट हो क्या भयो यार 2 सब्जेक्ट लाग्यो यार एकमा त यार ब्यागेर पास हुँदैन यार सजिलैसँग कटाइने चाहिँ यार थियो यार 2 सब्जेक्ट लाग्यो गाह्रो छ यार मलाई केही नमाने के हुन्न कि यार इक्जाम आइहाल्छ कि केही नमाने के टेन्सन होइन सुभाष यार तेरा कति जिपी आयो मेरो सबैभन्दा हाइस्ट आयो नि यार कति आयो हाइस्टको जिपी आयो भन्नु न इङ्ग्लिस बाहेक अरू सबैमा के सुभाष यार तेरो त अगाडिबाडी भन्दा भने पछाडिबाडी हाइस्ट नम्बर के हो ल कङ्ग्रेचुलेसन त्यस्तो टेन्सन त छैन नि क्या टेन्सन हुँदो यार मान्छे त एक विषय कटाउनु त कति टाइम लगाउँदा छन् मान्छेले एक विषय पनि कटाएको हुँदैन मैले त झन् एक विषय त कटायो यार जस खुसी छु म त्यही सही हो हो यार सही हो यस्तो चिप्नु पर्छ एक मिनट किन सबैका रिजल्ट त सोधी आफ्नो रिजल्ट भनिन त्यो रिजल्ट गयो क्या त भयो यार मलाई भन्नु लाज लाग्यो भन्न यार लाज काहीँ तिमीलाई छका 24 त लागेन त्यसैले तपाईँलाई भन्न नडरान यार भन्न भयो यार भन्दैन काहीँ तिमीहरूलाई हार्ट एट्याक आउला लाग्यो यार हार्ट एट्याक आउला भन्दा यार आशिष के चक्ना तु गर अनि अर्को गोपाल तु चाहिँ चुरुको व्यस्त हुन्छ तु चाहिँ के अरे त्यो छ्याङ सबै व्यस्त हुन्छ सबै व्यस्त भइसक्यो कि त भन्न ल त्यसो भन्छु ल मलाई छका 6 विषयमा
A+ आयो जति बेला पनि यस्तो गर्छ यति ठुलो झट्का दिन्छ यार काम गर्ने गाह्रो मात्रै खान बानी भयो यार केही भइरहेको कि मैले तिमीलाई हुन्छ साथी म त फेल भएँ ठिक छ तर चित्त मलाई केमा दुख्यो भनेपछि मेरो साथी पास कसरी भयो मलाई त्योमा चित्त दुखिरहेछ यसैले तुले यति ठुलो अपराध गरे रहेछ यार रहेछ त्यो पनि यार अब यसो भन्नु तेरि श्रीमतीलाई पनि मैले उठाएर लगेँ भन् केपी शर्मा उसलाई नि 8 कक्षा मैले फेल गराएँ भन् त्यो कान काट्ने भन्ने दिदीलाई नि कान काट भन् भनेर मैले भने अनि त्यो एउटा नारा केपी ओली आई लभ यु भन्नु लाग्छ त्यसलाई नि मैले भन्नु त्यस्ता कुरा गर्नु लाग्छ जस्तै है यसो नै भन्दा एमालेका छुले ओ सरी मेरा चुतिया साथी यसलाई मैले किन हानेको भन्दाखेरि चाहिँ अब यसले गलत स्टोरी भनेर हानेको के अब सही स्टोरी के म भन्छु अब के गर्नु लाग्छ यार यो सुभाष 12 क्लास सुरु भइसक्यो यार के गर्नु लाग्छ तँ यसो यार पढ्न आएर मजाले के गर्नु लाग्छ त यार भाइ भर्खर त 12 सुरु भयो यार कोमा पहिलो पढाला 10 पछि पढ्छ यार दसैँ तिहार नै सकिसक्यो क्या गर्नु लाग्छ बिचारा अब त पढ ए बिचारा यार चिल यार भर्खर त दसैँ तिहार त सक्यो यार अब रेस्ट गर्ने हो नि त अलि भर्खर अब चिसो बिदामा गर्छु नि त बरु ल यहाँ त चाउचा कस्तो चिसो है यार यार कति चिसो हो यार ओइ हात क्या चिसो भन्नु लाग्छ यार यो कति डिस्टर्ब गरि आउँछ मान्छे यार अब त स्टार्ट गर पढ्न यार बिचारा यी खुट्टो हाल्न पनि सकिँदैन यार तँ त पढ्ने कुरा आँट छ यार हात त हुँदैन अब डाइरेक्ट सिधै गर्छु म ओम जय जगदीश रे स्वामी देना पास गरे ओम जय जगदीश हेर हेर यो फाल्नु भगवानलाई पूजा गर्नु लाग्छ पढी खान पढेपछि पास होलाई भगवानलाई क्या सोच्नु लाग्नु तुले क्या चासो मुजिया पा गरौँ लास्टै म्याथ खराब गरेका मान्छे लास्टै होली होली आज त होली मनाउनु पर्यो होली 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 आज त होली मनाउनु अस्ति त शिवरात्रि पछि पढ्ने भन्नु लाग्थ्यो त अब इक्जाम आउनु 1 महिना मात्र बाँकी रह्यो के कहिले पढ्ने अब त अब हेर बिचारा अब क्या अरे होली त खेल्नै पर्यो होइन अब 1 महिना पनि यार त्यो त मेरो लागि तमाम छ बरु हेर बिचारा अब होली त पनि मनाएर पर्छ होली मनाएर पर्छ हो यो खुचरा सबै यसै बहाना गर्न लाग्यो के ल भन्नुहोस् तपाईँलाई के गर्ने ओहो अङ्कल नमस्ते बाबु नमस्ते अनि जिपे कति आयो बाबुको म त पास भयो अङ्कल अनि ऊ मलाई पर्दैन बाबु त उसलाई काठमाडौँ पढाएर काम छैन यदि तपाईँले समयमा होस पुर्याउनु भएन भने यस्तो हालत हुनेछ तपाईँलाई कहाँ देखेँ जस्तो लाग्यो मैले तिमी मेरो साथी सुभाष होइन र होइन सर होइन कहाँ हुनु सर मेरो नाम राजु हो सर होइन सर यो मान्छे त पहिला डक्टर भन्ने भन्दा आज कसरी भयो कि मान्छे Would like to take notes while I take totes of the marijuana smoke. Oh, you wanna choke? Gun smoke, gun smoke. पक्का एकछिन 12 क्लासका विद्यार्थी मात्र नभएर सबैजनाले राम्रोसँग पढ्नुपर्छ नत्र भने फेरि एक जस्तै हालत हुन्छ कि
अब यस्तो मेरो चाहिँ मुभीको क्यारेक्टर मात्रै भएर तपाईँहरूले सोच्नुभयो होला, तर केही होइन। अब हामीले पनि समयमै पढ्नुपर्छ होइन, नत्र 12मा यो अहिले भिडियो हेरेर जस्तै हुन्छ हालत होइन। त्यसैले सबै 12 क्लासका विद्यार्थी भाइ बहिनीहरूलाई अब हाम्रो तर्फबाट शुभकामना छ होइन, राम्रोसँग पढ्नु होला, 12 क्लासको इक्जाम राम्रोसँग दिनु होला। हस् त, धन्यवाद। मलाई भन्दै दिनु नि यार। अनि अरू कुरा चाहिँ मेरो साथी भन्छ। फर्स्ट अफ अल त म के भन्न चाहन्छु भन्दाखेरि मेरो साथी सुभाषले भिडियो एकदमै मेहनत गरेर भिडियो बनाउँछ के, त्यो भिडियोलाई सबैजनाले सेयर सब्सक्राइब लाइक गरेर सपोर्ट गरिदिनु पऱ्यो के, सपोर्ट गर्नु पऱ्यो। अनि अर्को कुरा के भन्न चाहन्छु भन्दाखेरि चाहिँ म लगत्तै हाम्रो 12 कक्षाको इक्जाम आइरहेछ। 12 कक्षा लगायत सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूले राम्रोसँग पढ्नु पऱ्यो के, राम्रोसँग पढ्नु पऱ्यो। अनि एउटा इक्जाममा राम्रो मार्क्स ल्याएर पास हुनु पऱ्यो के, नत्र भने यस्तै हालत हुन्छ कि हाम्रो भिडियोको क्यारेक्टर जस्तै हालत हुन्छ कि। ल